जीवनमा धेरै चुनौतीहरू आउँछन्, तर यी चुनौतीहरूलाई पार गर्नका लागि तपाईमा असाधारण शक्ति छ। आफ्नो लक्ष्यको लागि तपाईले जोश र हिम्मतका साथ अघि बढ्नुपर्छ। सबैभन्दा ठूलो कष्ट यही हो कि हामी असफलताको डरले हाम्रो पथलाई रोक्न दिन्छौँ। तर असफलता भनेको केवल एक अस्थायी अवस्था हो, यसले तपाईलाई नयाँ पाठ सिकाउने अवसर मात्र दिन्छ। सपना साकार गर्नको लागि तपाईले पक्कै धेरै बल र समय लगाउनुपर्छ। तर तपाईको मेहनत र समर्पण कुनै दिन अवश्य रङ्ग ल्याउँछ। सफलताको कुञ्जी तपाईको मानसिकता र अडिग इच्छामा लुकेको छ। जब तपाईँ आफ्नो काममा विश्वास गर्नुहुन्छ र निरन्तर प्रयास गर्नुहुन्छ, तब संसारले तपाईलाई अवसरहरू दिन थाल्छ। याद राख्नुहोस्, तपाईको यात्रा सरल नहुन सक्छ, तर त्यसमा प्रगति नै महत्त्वपूर्ण छ। प्रत्येक प्रयास तपाईलाई एक कदम अगाडि पुर्याउँछ। तपाईको मनोबल भनेको तपाईको सबैभन्दा ठूलो शक्ति हो, त्यसैले कहिल्यै हार मान्नुहोस्। संसारमा तपाईँ जस्तो व्यक्तिलाई रोक्न सक्ने केही छैन।